नमस्ते र योभन्दा अगाडिको भिडियोमा हजुरहरूले देख्नुभयो होला कि म चाहिँ पानी परेको हुनाले चिसो थियो अनि सुतेको थिएँ अनि अहिले सुतेर उठेँ हैन अनि त्यसपछि बाहिर चाहिँ पुरै अहिले मौसम साफ भएर रहेछ हैन मलाई थाहा थिएन र गाइज अहिले चाहिँ दिउँसोको 2:30 भएको छ र अब चाहिँ हामी नास्ता खान्छौँ मम्मीले भन्यो कि दुईटा चाउचाउ लिएर भनेर अनि त्यसलाई चाउचाउ बनाउँछु म हैन फर्स्टमा चाहिँ हजुरहरूलाई म बाहिरको भ्यू देखाउँछु सो गाइज अहिले चाहिँ भ्यू चाहिँ राम्रो छ अहिले घाम पर्ला थियो अहिले हैन गाइज यस्तो छ सिन बाहिर यसरी बाख्रा चराउन लान्छन् म चाहिँ दोकान जाँदैछु र यहाँ देख्न सक्नुहुन्छ यहाँ स्मृति बहिनी उहाँलाई चिनेन मैले यहाँ स्मृति बहिनी आइछ तल्लो घरदेखि अनि अब दुईटै जान्छौँ चलो गाइज स्मृति र म जाँदैछौँ दोकान चाउचाउ किन्न चाहिँ अलिअलि मौसम सफाइ छ र अहिले चाहिँ ठ्याक्क बादल आउन लागेको छ पछि साँझ पानी पर्छ मैले भनेको थिएँ नि योभन्दा अगाडिको भिडियोमा गाइस सबैजनाले सपोर्ट गरिदिनु है सपोर्ट अनि यसरी नै नयाँ नयाँ भिडियो बनाउने छु हजुरहरूको सामुमा हैन गाइस यसरी जाँदैछु र गाइस स्मृति बहिनी र म अब दोकान पुज्दैछु यहाँनिर हो दोकान तर तैपनि माथि पनि पसल छ यहाँनिरदेखि किन्छु सो गाइज हामीले चाउचाउ किनिसकेँ देख्न सक्नुहुन्छ करेन्ट हैन अब म बनाउँछु अनि स्मृति र म जाँदैछु र गाइज म चाहिँ घर पुगिसकेँ स्मृति घर जाँदैछ गाइज अहिले आउँछ यो अहिले घर जान्छु भन्दै थिएँ एक कुरा भनेर जा फर्स्टमा के गाइज हैन अनि हामीहरू चाहिँ अर्को दिन पानीपुरी च्यालेन्ज राख्ने छौँ अनि अथवा चटपटे अनि सिजर पेपर रक गेमहरू खेल्नेछौँ अनि सबैजनाले सपोर्ट गरिदिनु हैन म चाहिँ अब जहिले चाहिँ यो एकछिनमा आउँछ ल ल बाई बाई म चाहिँ चाउचाउ बनाउँछु बाई गाइज बाई चलो ऊ चाहिँ गई हैन तल अब म चाहिँ चाउचाउ बनाउँछु है गाइज अनि खान्छु सो गाइज म चाहिँ चाउचाउ खाएको भिडियो अर्को भिडियोमा हाल्छु सर्ट भिडियोमा हैन अहिलेको लागि चाहिँ बाई गाइज हैन सबैजनाले यो भिडियोमा लाइक कमेन्ट गरिदिनु अनि आफ्नो साथीहरूलाई सेयर पनि गरिदिनु होला भन्दै बाई बाई गाइज